हेलो एभ्रिवान, आज फेरि पनि यो यात्राको क्रममा छु र तपाईहरुलाई एउटा स्पेशल कुराहरु लिएर आएको छु यो भ्लगमा। कृपया यो भ्लग चाहिँ स्किप नगरिकन हेरिदिनु होला है, सुनिदिनु होला पनि भन्न चाहन्छु सबैजनालाई। यदि नेपाल आमालाई माया गर्ने सम्पूर्ण नेपालीहरु यदि कोही हुनुहुन्छ भने नेपाली धरतीलाई, नेपाली माटोको सुगन्धलाई यहाँहरुले मन पराउनु भएको छ र माया गर्नु भएको छ भने एकदम अन्तर हृदयदेखि नै पक्कै पनि राज संस्थाको विकल्पहरु हुँदैन भन्ने हामीलाई लाग्छ र मैले चाहिँ महसुस गरेको कुरा यहाँहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। र यदि आफ्ना सन्तान, आफ्ना आसेपासे सबैलाई चाहिँ करोडपति बनाउनु छ, अरबपति बनाउनु छ, काठमाडौँमा महल खडा गर्नु छ र विभिन्न किसिमका भनौं न अकुत सम्पत्तिहरु कमाउनु छ भने चाहिँ सबैजनाले गणतन्त्र र यही बहुदलीय प्रजातन्त्रलाई चाहिँ माया गर्छन् र यही चाहिन्छ भनेर विद्रोह गर्छन्। यो कुरामा तपाईहरु कतिको सहमत हुनुहुन्छ कृपया आफ्नो कमेन्ट पक्कै पनि कमेन्ट बक्समा राख्नु होला भन्न चाहन्छु। र म चाहिँ यो यात्रामा छु गाइस, यसरी यो बसको यात्रा एक्लै छु बसमा आनन्दले पुरै चाहिँ आफूले नै रिजर्भ गरेको जस्तो बस छ हैन, साउदी गभर्नमेन्टको बस। मस्त यात्रा गरेको छु गाइस अनि यात्रामा फेरि म यसरी रमाउँछु पनि, भिडियो भ्लगहरु पनि बनाउँछु। सो सबैजनाले मलाई माया गर्न चाहनुहुन्छ भने कृपया सपोर्ट गर्नु होला। थ्यांक यू सो मच एभ्रीवन, टेक केयर एन्ड हैव अ नाइस डे। गोर्खे सलाम, थ्यांक यू।